हजुरलाई धन्यवाद म्याडम। नमस्ते सबैजनालाई। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ? लामो समय भएछ जस्तो छ यहाँ आएर नबोलेको। तपाईँहरू सबैजनालाई धेरै सम्झेको छु। कराम अफिसलाई धेरै सम्झेँ। डिएक्सनसँग नाता गाँसिएपछि सबै चिजहरूको न्यास्रो लाग्दो रहेछ। ठ्याक्कै सन्डे चाहिँ छुट्टी नभएको कारणले गर्दाखेरि तपाईँहरूलाई थाहा हुँदैछ अलिकति यता उता भयो र आज चाहिँ तपाईँहरूलाई एकचोटि भेट्नै पर्यो भनेर आएको। बोल्ने मौका पनि पाएँ, असाध्यै खुसी लाग्यो। धेरै धेरै धन्यवाद। मेरो नाम सुजन संयोगी, खासमा चाहिँ सुजन राई। मेरो घर चाहिँ सोलुखुम्बु, नेपालको चाहिँ सबैभन्दा हामी नेपालीहरूलाई चिनाउने सर्वोच्च शिखर सगरमाथामा चिसो हिमालको हावा खाँदै जन्मेको एउटा राईको छोरो आज अरबी मुलुकमा आएर, खाडी मुलुकमा आएर आफ्नो श्रम र पसिना बेचिराख्दाखेरि चाहिँ अलिकति एक हिसाबले भन्यो भने बाध्यता होला, अर्को हिसाबले भन्यो भने चाहिँ कस्तो हुँदो रहेछ भनेर भन्नुहुन्छ भने 2 वर्ष भनेर खाडी आएको मानिस 20 वर्षसम्म यहाँ रहने मुख्य कारण मध्येमा एउटा कारण कम्फर्ट जोन हो। हामीले यसले पछि बुझ्दा नोकरीको पछाडि पर्दा यो अवस्थासम्म म पनि यहाँ छु र उहाँले भन्नुभयो डिएक्सन किन सुरु गर्नुभयो भनेर। कुरा एकदम सिम्पल छ। डिएक्सन जबसम्म हामीहरूले बुझ्दैनौँ तबसम्म चाहिँ हामीलाई एकदम लाइटली लाग्छ। वास्तवमा डिएक्सन त्यति धेरै ठुलो मायने राख्दैन मैले बुझ्दा। त्यही भएर मैले नर्मली मेरो टिममा भन्ने गरेको छु हिजो आज, तपाईँ र हाम्रो जिन्दगीमा डिएक्सन आउनु आफैमा हामी भाग्यमानी हो। त्यही भएर डिएक्सन हामी माझमा आयो, हामीले चिन्यौँ, कमसेकम डिएक्सन छ अरे है भनेर हामीले सुन्यौँ। तर यदि तपाईँ र हामीले डिएक्सनलाई साँच्चीकै रियल मानेमा बुझ्ने हो भने ठ्याक्कै एक्ज्याक्टली डिएक्सन हो चाहिँ के त? डिएक्सन गर्दा के हुन्छ, नगर्दा के हुन्छ? म आज कहाँ छु र मैले डिएक्सनलाई निरन्तरता दिइराखेँ भने अबको कमसे कम 5 वर्षभन्दा पछाडि म कहाँ हुनेछु, मेरो स्तर के हुनेछ, मेरो इन्कमको सोर्स कस्तो किसिमको हुनेछ, यावत कुराहरू यदि हामीले बुझ्यो भने र भानुभक्त धमला सरले भन्नुभएको कुरा मलाई अझै पनि झलझली याद आउँछ। उहाँले मलाई भन्नुहुन्थ्यो, सुजनजी डिएक्सन भनेको क्षितिजभन्दा उस पार देख्न सक्ने व्यक्तिहरूको लागि हो। क्षितिजभन्दा उस पार, क्षितिज भनेको चाहिँ तपाईँहरूले बुझ्ने भाषामा भन्नुभयो भने कतिले सायद राम्रोसँग क्लियर नहुन सक्छ। क्षितिज भनेको चाहिँ के हो भनेर भन्नुहुन्छ भने हामीले यसरी टाढा हेर्दै गर्दाखेरि जहाँनिर चाहिँ पहाडसँग आकाश ठोकिए जस्तो लाग्छ अनि त्यसपछि हामीलाई लाग्न सक्छ त्योभन्दा उता त केही छैन होला है, सायद यो चाहिँ ऊ चाहिँ यति नै होला, यो स्पेस सायद यति नै होला, हामीलाई त्यस्तो लाग्न सक्छ। तर उहाँले भन्नुहुन्थ्यो त्यो क्षितिज हामीले चाहिँ जुन देखेको, जुन त्यो डाँडासँग ठोकिएको आकाश छ, त्यो आकाशभन्दा पनि उस पार जसले देख्न सक्छ, महसुस गर्न सक्छ, त्यो व्यक्तिको लागि चाहिँ डिएक्सन हो भनेर उहाँले भन्नुहुन्थ्यो। मलाई अझै झलझली याद छ। तपाईँहरूले पनि यो कुरा बुझ्नु होला। मैले त्यो सबै कुराहरू देखेको छु, मैले त्यो सबै कुराहरू भोगेको छु। त्यो भएको कारणले गर्दाखेरि म निर्धक्कसँग भन्न सक्छु तपाईँहरूलाई सबैजनालाई निर्धक्क भएर डिएक्सन गर्नुहोस्। मैले पनि त्यही नै भएर गरेको हो। र अन्तिममा बिदा हुनुभन्दा पहिला एउटा शब्द भनेर बिदा हुन चाहन्छु। मलाई चाहिँ वास्तवमा डिएक्सनबाट के उपलब्धि हासिल गर्नु छ भने हेर्नुहोस् है, जिन्दगी भनेको जम्मा एकचोटिको हो, जम्मा एकचोटिको। यो एकचोटिको जिन्दगी तपाईँ र हामीले जसरी बिताए पनि बित्छ, तपाईँले नोकरी गरे पनि बित्छ, नगरे पनि बित्छ। मानिसहरूको स्तर अलग अलग स्तरको मानिसहरू छन्। सबैभन्दा ग्राउन्ड लेभलमा सडक पेटीमा सुत्ने मानिस पनि छन्, साइकलमा चल्ने मान्छे पनि छ, मोटरसाइकलमा चल्ने मान्छे पनि छ, कारमा पनि चलाछन्, एकदमै लग्जरियस गाडीहरूमा पनि चल्छन् र प्राइभेट जेटमा उड्ने मानिसहरू पनि छन्। ती सबै मानिसहरूले जिएको जिन्दगी नै हो, उसले पनि जिएको जिन्दगी नै हो र हामीले जिएको पनि जिन्दगी नै हो। तर तपाईँले आफ्नो जिन्दगीलाई कुन स्तरसम्म उकालेर जिउन चाहनुहुन्छ त? कुन स्तरसम्मको इज्जत, मान सम्मान, प्रतिष्ठा पाएर जिउन चाहनुहुन्छ त? त्यो सबै कुराहरू त तपाईँमा डिपेन्ड हुने हो नि त। मैले तपाईँले डिएक्सन गर्नुहोस् भने त्यो एक प्रकारको फोर्स हो, एक प्रकारको तपाईँहरूलाई एकैछिनको लागि कर्काप हो, एकैछिनको लागि चाहिँ त्यो तपाईँको एकदमै सस्तो किसिमको मोटिभेसन हो।
तर जुन दिन तपाईँले वास्तवमै मैले चाहिँ रिएक्सन किन गर्नुपर्छ त भनेर बुझेर गर्नुहुन्छ, त्यो दिन हो तपाईँले रियल माइन्डमा आफूलाई मोटिभेट गरेर अगाडि बढ्ने र वास्तवमा अब चाहिँ सफल हुनुहुन्छ है भन्ने सङ्केत चाहिँ त्यो हो नि त। तर त्योभन्दा अगाडिसम्म चाहिँ हामीले कसैलाई पनि जतिसुकै फोर्स लगाए पनि केही पनि गर्न सकिनँ। र अन्तिममा चाहिँ एउटा लाइन भन्दै अङ्ग्रेजीमा एउटा भनाइ चाहिँ मैले बेला बेलामा दोहोऱ्याउँछु, लाइफ इज ब्युटिफुल, लाइफ इज ब्युटिफुल है। साँच्चीकै जिन्दगी एकदम राम्रो छ कि सुन्दर छ, साँच्चीकै हेर्ने भने लाइफ इज ब्युटिफुल, सक्सेस इज पोसिबल, लाइफ इज ब्युटिफुल, सक्सेस इज पोसिबल, बट प्रोसेस इज म्यान्डेटरी। प्रोसेस म्यान्डेटरी छ। एउटा बिहे गरिसकेपछि एउटा छोरो अथवा छोरी जन्मिनको लागि पनि 9 महिना पर्खिनुपर्छ, त्यहाँ पनि प्रोसेस हुन्छ। एउटा आमाले अहिले एउटा बच्चालाई जन्म दिने हो भने उसले 9 महिनाको एकदमै त्यो गर्भाशयको त्यो प्रोसेस हुन्छ नि, उसले चाहेर पनि स्किप गर्न सक्दैन। अब मेरो चाहिँ पेट दुख्यो, म चाहिँ यो बच्चा चाहिँदैन मलाई भनेर उसले त्यही स्टप गर्न सक्दैन, म एबर्सन गर्छु भन्न सक्दैन उसले। त्यो सबै कुराहरूसँग ऊ इन्जोय गर्छ र अन्तिममा प्रसव वेदनाहरूलाई सहँदै चाहिँ एउटा नयाँ बच्चालाई यस धरतीमा जन्माउनुहुन्छ आमाले। त्यो सबै आमाहरूलाई एकचोटि जोरदार ताली दिनुहोला। त्यो भएको कारणले गर्दाखेरि प्रोसेस इज म्यान्डेटरी, लाइफ इज ब्युटिफुल, सक्सेस इज पोसिबल, बट प्रोसेस इज म्यान्डेटरी, एन्ड फाइनल्ली योर हेल्थ इज द फाउन्डेसन। थ्याङ्क यू, थ्याङ्क यू भेरी मच।